guys, welcome to my YouTube channel and welcome to my new video. आजको भिडियोमा चाहिँ I'm going to show you what I pack for my maternity ward labor room को लागि के सामान प्याक गरे भनेर देखाउँछु. Let's start. पहिला चाहिँ बेबीको बाट गरौँ अनि त्यसपछि मेरो लागि के हाल्छु देखाउँछु थाहा छैन. आज फर्स्ट टाइम मम आवर प्याक गरिरहेको छु कि कम गरिरहेको छु कि घरि घरि लाग्छ कि धेरै सामान जम्मा गरे जस्तो घर लाग्छ कि यतिले पुगेन भने ला के हुन्छ होला भन्ने जस्तो लाग्छ. तर हेर अब म आफूले जे आफ्नो हिसाबले साथीहरुसँग सोधेर इन्टरनेटभरि सबै स्क्रोल गरेर सबैको कुरा सुनेर आफ्नो तरिकाले क्रिएट गरेछु. अब पुगेन भने पनि धेरै भयो भने त केही प्रब्लम भएन. पुगेन भने त मेरो हस्बेन्डले डेली अप डाउन गरिहाल्नुहुन्छ. घर पनि सामान छ नपुगे एक्स्ट्रा किन्न नि मिलिहाल्छ. त्यही पनि आफूलाई एप्रोप्रिएट हुने गरी चाहिँ प्याक गरिरहेको छु. So let me just show you what all I have packed. Okay. First, baby को homecoming dress राख्नु चाहिँ यसमा पनि ओभर प्याक गरेको जस्तो लागिरहेको. This is one blanket हो यो चाहिँ. यसमा चाहिँ दुईटा कपडा राखेको छु किनकि थाहा छैन बेबी कत्रो हुन्छ. एउटा चाहिँ बेबीलाई लिएर आउँदाखेरि एउटा चाहिँ यो 1 to 3 month 1 देखि 3 monthको यो अलि ठुलो छ. बेबी अलि ठुलो भयो भने चाहिँ यो हुन्छ, नत्र अलि सानो भयो भने चाहिँ अर्को यो चाहिँ अलि सानो छ. यसमा चाहिँ भित्रबाट पनि सेट छ हैन. यसमा भित्रबाट पनि राखेको छु कपडा यसरी. त्यसमा पनि अर्कोमा पनि दुईटै छ. सो दुईटा चाहिँ होम कमिङ भन्दाखेरि यसमा एउटा मात्रै लय हुन्थ्यो होला सायद, तर मैले दुईटा गरेछु. अरू चाहिँ यो चाहिँ वानजी बेबी रम्पर्स. यसमा चाहिँ 3टा हालेको छु. सायद 3-4 दिन बस्न पर्छ होला हस्पिटल. सो 3टा छ. यो चाहिँ यस्तोमा हो. 3टा हालेको छु. 3 दिन बस्न पर्यो भने 3 दिनलाई 3टा त चाहिन्छ. धेरै भयो भने त केही प्रब्लम भएन, थोरै भयो भने चाहिँ हुन्छ भन्छ. सो यो चाहिँ 3टा छ. नेक्स्ट यो चाहिँ टोपी एन्ड ग्लोभ्स हो. टोपी एन्ड ग्लोभ्स फेरि यो त मेरो टिमुवाल हेर्नुभएको त्यसमा पनि देख्नुभयो होला. यो सेट छ यस्तो. सक्स चाहिँ मैले किनेन किनकि त्यो बेबी रम्पर्सहरूको सबैमा खुट्टासम्म हुनुहुन्छ त्यो. त्यही भएर मैले सक्स चाहिँ एक्स्ट्रा किनेन. वाइ टु वेस्ट मनी. बेबीको लागि सक्स चाहिँदैन. अनि यो चाहिँ यस्तो वाइटवाला डाइपर जस्तो नेपालमा युज हुने. यो चाहिँ नेपालबाटै आएको यस्तो होला. थाहा छैन यो चाहिँ काम लाग्छ कि लाग्दैन केही पनि. जस्ट किपिङ देयर फर सेफ्टी. यो चावल कि बाजु त यस्तो प्याक गरेको चावल कि बाजु त खैको प्याक अफ डाइपर. डाइपर त अरू पनि किनेर राखेको छु. फर्स्ट जानु जाँदाखेरि यति मात्रै लिएर गएन, नत्र अरू चाहिँ अब हस्बेन्डले म्यानेज गरिहाल्नुहुन्छ. बिग डिल. अनि रेड वाइप्स त्यो पनि एउटा मात्रै प्याक लगाइ हुन्छ होला. सायद एउटा मात्रै लग्छु भनेर राखेको छु अहिलेको लागि चाहिँ. तर सुरुमा चाहिँ एउटा मात्रै लग्छु. चाहियो भने फेरि पछि मगाउने. यहाँ त्यसमा कुरामा 52वटा छ. सायद 52वटा त 2-3 दिन त पुग्छ पनि होला. आइदिएको नेक्स्ट यो चाहिँ हाफवाला यस्तोवाला छ. हाफवाला हो यो. हाफवाला पनि 3टा. यो भित्रबाट चाहिँ उसबाट वानजीमा भित्रबाट लगाउने चाहिँ कटनको हाफवाला. यसको तलबाट एउटा सुरुवाल पनि छ. यसकै सेटको सुरुवाल छ. छ 3टा यसमा. सो यो चाहिँ भित्रबाट लगाइदिन. गर्मी भयो भने यो मात्रै लगाइदिएर राखे नि हुन्छ. जाडो भयो भने माथिबाट त्यो अर्को रङवाला रम्पर लगाइदिनु भनेर हो. नेक्स्ट बेबीको त्यति नै होला है. यो ब्ल्याङ्केट्स 2 more ब्ल्याङ्केट्स. 2 त चाहिँदैन होला, 1 लगै हुन्छ होला. तर मैले 2टा राखेको छु. आई नो द्याट आई एम ओभर प्याकिङ. धेरै नै सामान हालेको छु जस्तो लाग्छ. थाहा छैन. अझै हस्बेन्डलाई देखाएको छैन. हस्बेन्डले हेर्नुभयो भने थाहा हुन्छ. मैले हेर्न लाउनु पनि टिक्का पारेर राख अनि म हेर्छु भन्नु. धेरै भयो भने निकाल्न मिलिहाल्छ, थोरै भयो भने के हुन्छ भनेर 2टा हाल्यो. यो चाहिँ नेपालबाटै आएको हाम्रो बेबीको फुपूले पठाइदिनु भएको. यो
यो यस्तो बान्नेवाला नुहाइदियो भने नुहाएर उ गर्न मिल्दैन। यति हो। नेक्स्ट त सायद त्यति नै होला बेबीको लागि त। सक्सहरू चाहिँ हालेको छैन। अनि त्यसपछि अनि मेरो लागि यो हेलो वर्ल्डवाला फोटो खिच्न भ्याइयो भने भयो भने यतापट्टि हेलो वर्ल्ड छ, यतापट्टि यसको नाम साम वेट हाइट वेट लेखेर यसको लागि मेमोरी पनि हुन्छ। यस्तो वाला हाल्छु एउटा। नेक्स्ट त मेरो लागि गाउन त एकदम नेसेसरी छ विथ बटन्स। अनि त्यसपछि मेटर्निटी प्याड्स यस्तोवाला। सिम्पलवाला यो चाहिँ हगिस जस्तो के भन्छ बेबीको डाइपर स्टाइलको। यो चाहिँ सबै लानु 50% थाहा छैन। अनि यो पनि एक्स्ट्रा पनि यस्तो पनि दिइराखेको छु। दुइटै लिएर जान्छु। अनि यो पनि मेरो लागि हो। यो चाहिँ पिजेसहरू आफू खुट्टाखेरि चाहिन्छ। त्यसपछि नेक्स्ट टावल। भोलिपल्ट पछि नुहाउन सक्यो भने टावल पनि चाहियो। अन्डिज अन्डर गार्मेन्ट्स नर्सिङ ब्राज दुइटा मात्रै हालेको छु अहिलेको लागि चाहिँ। धेरै चाहिँदैन होला, त्यहाँ त 2-3 दिन 4 दिन त बस्ने होला। अनि ब्रेस्ट प्याड्स एउटा लिएको छु। अनि त्यसपछि यो के भन्छ यो चाहिँ पम्प ब्रेस्ट पम्प नै होला सायद। के भन्छ यसलाई ब्रेस्ट पम्प नै हो क्या यो, मतलब दुध पम्प गर्नको लागि, मिल्क पम्प गर्नको लागि। अनि त्यसपछि टिस्यु पेपर बिकज रुम्मी त धेरै नै वाला छु म त्यहाँ प्रायः तर अरू कामको लागि काम लागिहाल्छ। त्यसपछि यो क्रिम एकजना बहिनीले सजेस्ट गर्नुभएको थियो, यो चाहिँ नुहाउन बिर्सिकन लानु होला भनेर। यो निप्पलहरू सोर एकदम पेन हुन्छ अरे बेबीले ल्याक गरेपछि, बेबीलाई दुध खिलाएपछि। अनि त्यसपछि त्यही भएर यो चाहिँ लगायो भने यसले चाहिँ रिलिफ गर्छ भनेर भन्नुभएको थियो। अनि त्यही भएर यो चाहिँ किनिराखेको छु। नेक्स्ट अब त्यति नै होला त सामान त। अनि यो पेरी बोतल एउटा भिडियोमा देखेको थिएँ, एकजनाले भन्दै हुनुहुन्थ्यो बेबी डेलिभर गर्न जति दुःख हुन्छ त्यसपछिको फर्स्ट मर्निङ बिजनेस त्योभन्दा धेरै दुःख हुन्छ। त्यही भएर यसले चाहिँ हल्का यसमा पानी हालेर गऱ्यो भने, त्यही पानीले स्प्रे गर्दै गऱ्यो भने चाहिँ आफूलाई आराम हुन्छ भनेर भन्थ्यो। एउटा भिडियोमा देखेको टिकटकमा सायद जापानबाट हुनुहुन्थ्यो, कहाँबाट हुनुहुन्थ्यो उहाँको भिडियोमा देखेको थिएँ, उहाँले सजेस्ट गरेको देखेको थिएँ। अनि मैले त्यही भएर यो पनि म लिइराखेको छु। यो चाहिँ मेरो लागि हो फर द नेक्स्ट डे बिजनेस। केही दिन हुन्छ के थाहा, कति दिनपछि हुन्छ त्यसको लागि चाहिँ यो। द्याट्स इट। अब केही सामान छुट्यो भने तलमाथि भयो भने माई हस्बेन्ड विल म्यानेज। धेरै भयो भने त केही प्रब्लम हुँदैन, थोरै भयो भने चाहिँ हस्बेन्डलाई म बस्न दिँदैन यहाँ यहाँको हस्पिटलमा चाहिँ। अनि उहाँले गर्नुहुन्छ म्यानेज। थोरै धेरै भयो भने जो गइहाल्छ मसँगै। थोरै भयो भने चाहिँ केही एक्स्ट्रा चाहियो भने चाहिँ घरमा भएको सामान छ भने घरमा अरू पनि रेडी गरेर राखेको सबै। घरमा भएको सामान छ भने घरबाट लाँदा भयो, किन्न पऱ्यो भने किन्न पनि मिलिहाल्छ। त्यही भएर अहिले चाहिँ यति मात्र हो। आई थिङ्क यतिले पुग्छ पनि होला। आई थिङ्क आई हेभ डन ए ग्रेट जब जस्तो लाग्छ। सबैसँग सोद्धा बुझ्छ, सबैको आफ्नो आफ्नो फरक फरक एक्सपिरियन्स छ। सबैले फरक फरक भन्ने कसरी भन्छ यो लानु कसरी भन्छ त्यो लानु। त्यही भएर सबैको कुरा सुने अनि आफ्नो हिसाबले प्याक गरेछु। अब यो सबलाई ब्यागमा हालेर रेडी बनाएर राखेपछि मेरो काम सकियो। ओके बाई, होप यु लाइक इट एन्ड कसैको लागि हेल्पफुल पनि होला। अनि अब कस्तो हुन्छ त्यसपछि चाहिँ यो मैले प्याक गरेको धेरै थोरै भयो कि ठिक्क छ कि के छ यसको मेरो रिभ्यू पनि मैले आफ्नो बेबी भइसकेपछि कतै एउटा भिडियोमा राखौँला। ओके बाई, लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड सी यु इन माई नेक्स्ट भिडियो।